माई च्यानल आजको दिनमा हामी जेलमा हुन्छु मलाई केटा हो त्यस्तो नभन न अहिले होइन धेरै तर मैले भाइ अहिले 80वटा भिडियो हालेको थिएँ तर त्यो भाइहरूको भिडियो हालेको थिएँ तर 1 वर्षपछि भ्लग गर्दैछु म आज होइन के गर्नु के बोले भाइ के बोले भाइले सब्सक्राइब यहाँ गिन्ती भन्छ गाइस अनि यहाँ भाइले सब्सक्राइब भनेको नर्स दाइको च्यानल अहिले चाहिँ हाम्रो नाइट टुर भन्दा नि तपाईँहरूलाई सेक्ट्रीमा भन्छु त हामी चाहिँ माछा मार्नु गएको होला राति त्यस्तो हामी नराम्रो काममा हिँडेको होइन माछा मार्नु हिँडेको तर म चाहिँ फेरि एकदम भेजिटेरियन हो किन हिँडेको मलाई थाहा छैन केटाहरूले बोलाएर हिँडेको हो म चाहिँ अहिले यो हामी कुन ठाउँ हो यो भलुवा चाहिँ यो ओमाको बाटो भन्छ होइन यहाँ हिलो छ बाटो यस्तो बाटो खोइ केटाहरू कहाँ पुगिसक्यो हामी भ्लग बनाउने चक्करमा हराइसक्यौँ ल गाइज एकछिनमा भेटौँ गाइज हामी चाहिँ भ्लग बनाउने चक्करमा हराएको अवस्था बाटो यता रहेछ हामी धेरै तल पुगेर फेरि ब्याक टु ब्याक टेम्पो अगाडि राखेर फर्किँदैछौँ है टेम्पोलाई पर्खेर हिँड्दैछौँ है गाइज अब चाहिँ सर्दो खोला आइपुग्यो है लु भ्लग बनाउने चक्करमा हराइहाल्यो नि भाइ र म त अब टेम्पोलाई फलो ओए टेम्पो नै फल्यो कि ल है गाइज कता हो कता हिँडायो बाटो नै कन्फ्युज भयो म त कन्फ्युज म त होइन पुरै कन्फ्युज तर यहाँ डेटिङ बस्नेहरूलाई चाहिँ रमाइलो रहेछ यो ठाउँ है हेर्नु सक्नुहुन्छ वाउ यति राति डेटिङ हो यति राति हुँदैन यति राति भूतहरूको दिउँसो हजुर यो गाडीको नम्बर चाहिँ याद गर्नै हराउन सक्छ बुटसुट लगाम फुटबल खेल्न आएको अलिकति लाज घिन भन्ने त मान्छेमा हुन पर्छ क्या को हो त्यहाँ अर्को भाइ चाहिँ को हो त्यहाँ यदि हो साथी हो लाइट साइड बारेर बल खेल्नै पर्यो के खेल्ने अब लाइट बल खेल्ने हजुर लाइट हो नि त चौरी हेर नि चौरी दामी छ त लभली छ त चौरी यार कस्तो राम्रो है चौरी कस्तो राम्रो चौरी हौ कस्तो राम्रो हौ चौरी यार कस्तो राम्रो है कस्तो राम्रो छ जाली पनि कस्तो राम्रो हौ ज्याङ्ग्री पकाउने जाली हो अहिले चाहिँ हाम्रो माछा हान्ने गाइजहरू यो चाहिँ एक्वेरियममा है यिनीहरू चाहिँ जति बाँच्छ आयु लामो भनेर एक्वेरियममा हो हाम्रो अहिलेसम्मको माछा भने खोइ हट न भाइ यो त भरे ब्लग पो हो त यति छ है माछा चाहिँ छोरामा पल्टाइदिनु यहाँ झर एन्जल भाइलाई हिले त च्यापकी च्याप गर्दैछ यही दाइ है मेन चाहिँ के यो हान्ने भरे ब्लगमा भरे ब्लगमा हाल्नु पऱ्यो नि को छ हाम्रो केटाहरू चिन्ने बेइज्जत मात्रै गरिन्छ जहिले चिन्ने गीत गाएर हालेको रनिङ आमा पुरा उयसमा छ भनेर कुन हो यो गौत भाइ हिले हो तर अर्कै प्रजातिको हिले पर टस भएको वल पर देखिँदै खै बेग भाइ थम्बनेलको लागि बनाउन त एउटा बेग भाइ थम्बनेलको लागि यो चाहिँ हाम्रो एउटा ठुलै छ यो पनि तर हाम्रो बाल्टी बोइ कहाँ गयो गाई चाहिँ यस्तो जङ्गल घारीमा यसरी देख्न सक्नुहुन्छ भाइ पल्टायो यस्तो हामी त हिँड्यो माछाको एट्याक ओइ यहाँनिर कुनामा हात लाउ एकजनाले कुनामा हात लाउ
के लाने अरे बेग भाइ यो माटो केमा काठमा हाल्ने तिम्रो चाकमा हालौँ न अलिकति लाज घिन भन्ने त मान्छेमा हुनुपर्छ क्या त्यहाँ हाल्ने ढुङ्गामा छ त सर्छ नि यहाँ त हो यहाँ माथि आइरहेको छ क्या अलिकति यता होइन यहाँ पनि छ हौ यत्रो हिले कुदिरहेको होइन हिले खोइ भाइ भाइ के छ त उठाउन अहिले चाहिँ फेरि वकिङमा छु है वकिङमा बढ्यो भाइ यहाँ वकिङ कस्तो हो माछा मार्नु दिनु उब्रो मन लागिसक्यो होइन हेरेर हुन्छ देखाएको माछा हेर्नु है गाइस बब्बल छ है ठाउँ चाहिँ माछा खाने हामी मोटाउने अब नौटंकी हो नौटंकी नै हो यो नौटंकी नै हो लभली छ हौ ठाउँ त रातिको भाइ कति बज्यो अहिले भाइ कति बज्यो बेला कति बज्यो अहिले 12:35 भइसकेको छ गाइस अहिले चाहिँ यो त होइन मान्छे हुँदो रहेछ पर्सिन्छ कुराहरू माछा खाने फिस किलरहरू छ सबै यहाँ यो माछामा आइएम ओन्ली भेजिटेरियन के थियो भाइ भिटामिन डी हो भिटामिन ओवाई के बोले भाइ के बोले माटोहरू चाहिँ चौरीमा हाम्रो चौरीमा सार्नु पाए राम्रो हुन्थ्यो एकदम राम्रो हुन्छ रातिको 1 बजिसकेको छ र अहिले हामी भर्खर जङ्गलबाट निस्केको भोक लागेर सलाक्कै भइसक्यो केटाहरूले केही दिएको रहेन रहेछ अब चाहिँ रमाइलो भयो खोलामा डरो टिप्दैछ खोलामै ल है गाइस ल है ल माछा पल्टेको हेर्न सक्नुहुन्छ बगो चलाउ न मासतिर कुद्नु ए तन्केको माछा ठुलो रहेछ ए यहाँ पनि छ यहाँ पनि छ गाइस देख्न सक्नुहुन्छ गाइस यहाँ सिद्राहरू भाइ यहाँ छ भाइ काली भाइ देख्न सक्नुहुन्छ माछा पछारेको ए यहाँ ठुलो छ कमेन्टमा हाल्नु ल माछा चाहिँ यति भइसक्यो माछा सरी मेरो भ्लग फेरि गन्दा हुन्छ मुनि छ क्या गतिलो झन् यो चाहिँ कति मरो थुप्रो छ है माछा चाहिँ यस्तो छ रातभरि माछा मारिँदैछ 2 बजिसक्यो गाह्रो छ
लाइट गाह्रो छ ल है गाई ढोया सर्पो ए ढुङ्गानी सर आछि खोइ कुकुरी पल्टी त्यसै गाइस सर्पो पनि ओए